मिलेन तिमीलाई पारा मिलेन तिमीलाई पारा मिलेन हल्ला चाहियो हल्ला गाईघाट खोइ हल्ला नेपालले उत्पादन गरेको गोलभेडाले मार्केटमा बनाउने खालको कानुन चाहिँदैन हामीलाई त्यस्तो कानुन चाहिँदैन सामाजिक रूपान्तरण गर्नका लागि त्यो हेलो हामी चाहिँ अहिले गाईघाटमा अनि हाम्रो मेयर साहब आउँदै हुनुहुन्छ धरानका मेयरहरूका सम्पन्न उहाँको लागि चाहिँ हामी स्वागत गर्नको लागि भनेर बाटोमा बसेको अहिले चाहिँ हाम्रो सुरक्षाकर्मीहरू कम कडा हाम्रो यसपालिको गाईघाटको कार्यक्रम भव्य इतिहास राख्ने छ हाम्रो गाईघाटको कार्यक्रमले है त आजसम्मको इतिहास हाम्रो गाईघाटले राख्ने छ कार्यक्रम गाईघाटको कार्यक्रम हेरौँ है एकचोटि आजसम्मको कार्यक्रम गाईघाटले राख्ने छ इतिहासमा होइन यस्तो भव्य कार्यक्रम गाईघाटले इतिहास राख्नेछ श्रम संस्कृति अभियान कार्यक्रममा है त ल थ्याङ्क यू जय श्रमदान हाम्रो चाहिँ यहाँ अर्का साम्बाङज्यू गाईघाट आइसक्नु भएको छ होइन एकदम सिम्पल चप्पलमा बाइक चढेर आउनुभएको छ धेरैजनाले विरोध गरेको छ सरकारी गाडी युज गर्यो भनेर सिम्पल बाइकमा आउनुभएको गाईघाट कार्यक्रमको लागि महानुभावहरू स्टेजमा बसिरहनु हुने महानुभावहरू मैले मान्नुपर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र अहिले त जेएनजी पनि छ सबैजनालाई हार्दिक स्वागत सम्मान गर्न चाहन्छु म पत्रकार मित्रहरू सुरक्षाकर्मी व्यवसायी सम्पूर्ण जो जति आज यो हामी गाईघाटको यो पिपल चोकमा उपस्थित भएका छौँ सम्पूर्णलाई मेरो तर्फबाट हार्दिक नमस्कार हार्दिक सम्मान हार्दिक धन्यवाद। श्रम संस्कृति भनेको चाहिँ के हो भन्दाखेरि श्रम भनेको काम होइन मान्छेले उत्पादनको काम गर्छ होइन निर्माणको काम गर्छ जो अर्थ उपार्जन गर्नका लागि जीव पाल्नका लागि जुन इलम गर्छ त्यसलाई हामी श्रम भन्छौँ। यो श्रम गर्ने चलन चाहिँ हाम्रो देशमा हराएको रहेछ यतातिर आउँदा त म अत्यन्तै खुसी छु होइन धान खेतहरू छ यता त्यता छ तर यता पनि हामी अल्छी अल्छी भइसक्यो नेपाल सबै अल्छी भइसक्यो। किन अल्छी भयो त भन्दाखेरि शिक्षा नै अल्छी छ नि जति पढ्दै गयो उति माटोदेखि टाढो जानुपर्ने माटो त छुनु हुँदैन हामीले त त्यो धुलोमा त अरूले काम गर्छन् त्यहाँ त होइन भन्ने अनि आफ्नो बारी बाँझो बनाएर बस्ने
चामल किनेर खाने अनि ऊ चाहिँ धनी अरे है त्यसो हुँदै गयो म त्यस्तो भएँ उहाँ त्यस्तो हुनुभयो उहाँ त्यस्तो भने हामी सबै त्यस्तो भयौँ त्यसो भएको कारणले गर्दाखेरि अहिले नेपाल बाँझो भएको छ अब त्यो बाँझो नेपाललाई चिर्नका लागि अब हामीले चाहिँ सुरु गर्नुपर्ने बेला आयो यसपालि अब तिहार आइसक्यो सयपत्री फुल पानीले गर्दा पनि फुलेन कहाँबाट ल्याउने भारतबाट ल्याउने कति करोडको 50 करोडको ल्याउन नाथे पैसा त हामीसँग यस्तो छँदैछ नि होइन गोजी छाम्दा छैन है उत्पादन छ एउटा नाथे सयपत्री फुल फुलाएर त तपाईँको चाहिँ आफ्नो माइतीलाई पुज्न सक्दैनौँ भने है त्यो एउटा चाहिँ चाड हामी मनाउन सक्दैनौँ भने हामी लायकको मान्छे रहेछौँ त छौँ छैनौँ धिकार छ हाम्रो जुनी त भन्दिनँ कहिले कहिले त भन्छु पनि आज चाहिँ भन्दिनँ सुधार्नुपर्छ आफ्नो बानीलाई अब है आफ्नो बानीलाई सुधार्नुपर्छ वर्षमा एकचोटि आउने हो त्यो पनि एक दिन लगाउने फुल त हामी उत्पादन गर्न सक्दैनौँ हामीले लगाइराखेको लुगा सबै विदेशबाट आएको है नेपाली त यो एउटा नाङ्गो शरीर मात्रै हो है सबै विदेशबाट आएको यो बोल्दै गरेको माइक पनि यो मोबाइल पनि होइन हरेक कुरा कागज पनि नबन्ने एभ्रिथिङ इज एन्ड एभ्रिथिङ हामी विदेशबाट किनेर चलाइरहेका छौँ यो देशमा उत्पादन गर्नुपर्छ भन्ने नीति त्यो संस्कृतिलाई चाहिँ हामी श्रम संस्कृति भन्छौँ यो देशमा उत्पादन गर्नुपर्छ कि पर्दैन होला यदि त्यसो हो भने तपाईँ यो संस्कृतिमा जोडिनुपर्छ काम गर्दा सानो भइँदै म सम्पूर्ण युवाहरूलाई भन्न चाहन्छु यहाँ जेनजी उमेरका तपाईँका छैन 28 वर्ष मन्दिरका भाइ बहिनीहरू म देखिरहेको छु म तपाईँहरूलाई पनि भन्न चाहन्छु तपाईँहरूले पनि अब श्रम गर्नुपर्छ कलम भिरेर इङ्ग्लिस बोलेर हल्ला चाहियो हल्ला गाईघाट खोइ हल्ला नेपालीले उत्पादन गरेको गोलभेडाले मार्केट नपाउने खालको कानुन छैदैन हामीलाई त्यस्तो कानुन छैदैन गर्छु म सन्तान कोहीतिर फरुवा हातमा बोकेर गर्छु म चट्टान बनाउँछु राष्ट्र ढुङ्गा काँधमा बोकेर गर्छु म चट्टान बोकी सरकारले सत्ता बाहेक केही सोचेन गर्छु म सन्तान बचाउन नेपाली सरकार सरकार सबैलाई बन्नु छ खतरा सबैलाई चाहिएको सत्ता दलाली ठेका पट्टा कालो बजारी जमिन कच्चा प्रहरी निर्दोष सट्टा मन्त्री जो छ पदमा हान्दै गोली मरोस् पछा वर्षको पहिरोले ढाकेको नेपाल हाम्रो नेताको केटा छुट्टिन्छ प्रोजेक्ट लागु चाहिँ केमा रगत र आँसुको भेट बन्ने छ युवाको बेटा बनीको डेरामा बनीको बेहाल टोलीको घेरामा मन्दिरको केका जब कि गर्दैन राम्रो त कसैले बेवा संस्कृति प्रवृत्ति प्रकृति परिमार्जन संस्कृति सब चिन्तित देख्छु र नागरिक वस्तुत्व हुँदैछ खाडीमा गाडीमा झोले संस्कृति संस्कृति प्रशासनभित्र छ गेम अपराधी खुलेआम हिट चल्याउनु छ चेन्ज अति वो अब चाहिँ सक्दिन स्वीकार्न बनाउनु पर्ने यहाँ देश छ हिमाल पहाडको देश छ पुर्खाको बलिदान दिन्न कसैलाई इतिहास मेट्न नेपाली सबैको एकता नराउ शिक्षा र भेदभाव अगाडि सबत रगतको आहुति तस्करले सिमाना टेक्दा होस् वैदेशिक रोजगार खोजीमा घरबार बेचेर बर्बाद देश जनताको बर्बाद झोलेको गफकाप चियाको अड्डामा पार्टीको झट्टा चोरीलाई विदेशको चन्दाले चलेको हरेयो जनता हरेयो सरकार बनाउनु देश हरेयो सन्तान 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 गर्छु म सन्तान कोहीतिर फरुवा हातमा बोकेर गर्छु म चट्टान बनाउँछु राष्ट्र ढुङ्गा काँधमा बोकेर गर्छु म काम किनकि सरकारले सत्ता बाहेक केही सोचेन गर्छु म सन्तान बचाउन नेपाली संस्कार सद्भाव जिन्दगीमा मान्छेले खोइ त हल्ला मैले गर्न सकिनँ अथवा देश यस्तो छ अथवा मेरो समाज यस्तो छ अथवा मेरो आमाबाउले दिएनन् अथवा मेरो स्कुल यस्तो छ अथवा मैले सक्दिनँ भन्नुभन्दा पनि यसै गरी मेरो प्रस्तुति चाहिँ सकिएको छ र हाम्रो गाईघाटमा बसोबास गर्ने सबै मान्छेहरूले चाहिँ सन्तानमा विश्वास राखेर हामीले संविधा हर्दो साम्पान सरलाई समर्थन गर्नुपर्छ भन्ने म यहाँ सबै माझ भन्न चाहन्छु। Shout out to House Studio
हाम्रो दाइहरू पछाडि बस्नु भएको छ। यति भन्दै यहाँबाट म बिदा माग्न चाहन्छु। धेरै धेरै धन्यवाद। मिलेन तिमीलाई पारा मिलेन तिमीलाई पारा मिलेन पारा मिलेन यसैला पारा मिलेन पारा मिलेन यसैला पारा मिलेन तिमी हुन्छौ ठुल्ठुलो सभामा म चाहिँ हुन्छु भिरा र पाखामा पारा मिलेन यसैला पारा मिलेन पारा मिलेन यसैला पारा मिलेन तिमी कुछौ ठुल्ठुलो गफैले म त उड्छु गरेर आफैले